हेलो एभ्रिवान, नमस्ते। CSU अर्थात् चार्ल्स स्टड युनिभर्सिटी जुन अस्ट्रेलियाको एक प्रतिष्ठित युनिभर्सिटी हो, फरेन स्टुडेन्टहरूको लागि इन्टरनेसनल स्टुडेन्टहरूले रोजेको एउटा युनिभर्सिटी हो। त्यो युनिभर्सिटीको सिडनीमा रहेको युनिभर्सिटीमा ब्याचलर अफ अकाउन्टिङ सब्जेक्टको लागि प्रान्जु श्रेष्ठले भिजा प्राप्त गर्न सफल हुनुभएको छ। उहाँको इन्टेक रहेको छ जुलाई 2026। प्रान्जु भिजा प्राप्त गर्नको लागि सफल भएकोमा यहाँलाई हार्दिक बधाई छ र यो बसाइमा स्वागत पनि छ। धन्यवाद। तपाईले आफ्नो बारेमा कहाँबाट तपाई आउनुभयो के भनिदिनुहुन्छ? हजुर, मेरो घर चाहिँ दमौली तनहुँ प्याजमा रहेको छ। यहाँले ब्याचलरमा अकाउन्टिङ विषय नै उच्च शिक्षाको लागि रोज्नुको कारण के छ? मेरो चाहिँ ब्याकग्राउन्ड नै म्यानेजमेन्ट सेक्टर 11-12 त्यो भएको कारणले मैले एकाउन्टिङ नै त्यही रोजेको हो। एक्सपर्टसँग कसरी जोडिनु भयो अथवा एक्सपर्टको जर्नीको दौरानमा यहाँले केही सम्झाउनु पर्ने कुराहरू, भन्नुपर्ने कुराहरू के छ? मेरो एक्सपर्टको जर्नी चाहिँ मैले सोसल मिडिया टिकटकबाट चाहिँ एक्सपर्टको बारेमा सुनेर आएको थिएँ अनि मैले पिटी पनि यही एक्सपर्टबाट गरेँ। पिटी गरिसकेपछि मैले नरेश सरसँग काउन्सिल लिएँ अनि त्यसपछि हाम्रो दिपेश काउन्सिलर सरसँग चाहिँ मेरो जिएस स्टेटमेन्टको प्रोसेस अगाडि बढ्यो। यसरी नै मेरो इन्टायर प्रोसेसिङ, भिजा प्रोसेसिङ यस्तो भएको थियो। अनि हाम्रो एक्सपर्ट टिमलाई चाहिँ सबैलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु। सबैको नै एकदमै धेरै हात छ अनि म चाहिँ इम्पोर्टेन्टली हार्टली चाहिँ दिपेश सरलाई चाहिँ एकदमै थ्याङ्कफुल गर्छु। धन्यवाद प्रान्जु। र अन्त्यमा यहाँले तपाईँ जस्तै अस्ट्रेलियाको लागि ब्याचलर अथवा मास्टर्स अध्ययन गर्न आकाङ्क्षित विद्यार्थी तथा साथीहरू कोही हुनुहुन्छ भने उहाँलाई केही रिकमेन्डेसन गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ? हस्, हुन्छ। एकचोटि चाहिँ एक्सपर्ट भिजिट गर्नु होला। यहाँको काउन्सिलिङ चाहिँ एकदमै राम्रो छ। हाम्रो नरेश सरले पनि एकदमै राम्रोसँग स्टेप बाई स्टेप सिकाउनुहुन्छ हाम्रो डकुमेन्टेसनदेखि लिएर सबै कुरामा। त्यही कारणले एकचोटि चाहिँ भिजिट गर्नु होला हाम्रो एक्सपर्ट। थ्याङ्क यू भेरी मच प्रान्जु। यदि तपाईँहरू पनि अस्ट्रेलियाको बारेमा सोच्दै हुनुहुन्छ, ब्याचलर अथवा मास्टर्सको लागि चाहिँ पढ्न जान इच्छुक हुनुहुन्छ भने एकपटक पोखरा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस जो पोखरा ट्रेड मल चिप्लेडुङ्गामा रहेको छ, यहाँ आएर यहाँहरूले फ्री काउन्सिलिङ लिन सक्नुहुन्छ, आफ्ना जिज्ञासाहरू मेटाउन सक्नुहुन्छ। धन्यवाद। नमस्ते।